हेलो गाइज वेलकम ब्याक टु माई मिनी ब्लग र आज चाहिँ म जाँदैछु गान्तोक फर स्टेरोडको प्र्याक्टिसको लागि है र म मेरो टिमहरूसँगै जाँदैछु सबैजनासँग र अहिले चाहिँ हामी यहाँनिर तिमीतर्कोमा एकैछिन रोकेको गाडी मात्र रोकेको विनिसाले चाहिँ एभ्री टाइम वेदर इट इज गान्तोक वेदर इट इज नाम्ची एभ्री टाइम कचहरी मेरो चाहिँ फेभरेट नै हो र जहिले नि खान्छ है र त्यहाँदेखि हामी गान्तोक पुग्यो क्या हो गया बीमारी को भूख लग रही है। ये ऑनर है इसको क्या हो गया रे भूख लग रहा है गाइस हालत बड़ा गाइस भर्खर हामी यहाँ ग्रिन हिल होटेल आइपुग्यौँ अनि लाइक हामी दुईजना चाहिँ अहिले भर्खर हाम्रो होटेल आइपुग्यो सो वी आर स्टेइङ इन ग्रिन के पो थियो ग्रिन हिलमा बस्दैछौँ र अब चाहिँ हामी डिरेक्टली आइपुग्ने बित्तिकै नानालाई मम्मीले सब्जी सामानहरू पठाइदिनु भएको थियो अनि त्यसको लागि हामी जाँदैछौँ नानाकोमा सो गाइस अब हामी त्यहीँ जान्छौँ मेरो नानालाई पनि देखाउँ सो गाइस नानालाई पर्खिरहेको छौँ मेरो नानालाई गाइस यहाँ मेरो नाना हो हेलो भनिदिनु न प्रतिमा दिदी तपाईँको लागि प्रतिमा दिलाइदिएको लु बोक्नु तपाईँले वेलकम के बोक्दिनु सो गाइज आफ्टर द्याट नाना भेटिसकेर नानाले हामीलाई केएफसी जाउँ भन्नुभयो है सो त्यहाँदेखि हामी केएफसी लगेर चाहिँ हामी रुमै जाने भयो किनभने नानाको रुम चाहिँ बाजुराकै मुनिपट्टि छ नि त नाना चाहिँ यहाँ गान्तोकमै बस्नुहुन्छ अनि चाहिँ नानाले हामीलाई लगेरै जाउँ भन्नुभयो है सो आफ्टर द्याट हामी त्यहाँदेखिको रुम बाजुरादेखिको निस्केर नानाको रुम गयो है कति दिन बाद भेटेर होला है निकै गफहरू पनि भयो है किन भन्दाखेरि निकै भएको थियो नि त नाना नभेटेको म पनि नाम्चीमै थिएँ नाना पनि गान्तोकमै थियो है सो हामीले एकदमै गफहरू पनि गऱ्यो त्यहाँदेखि गफ गरिसकेर चाहिँ हामीले ढिलो हुन्छ भनेर चाहिँ हामी त्यहाँबाट निस्क्यौँ है त्यहाँबाट निस्केर सिधै एमजी मार्ग आयो एमजी मार्ग आएर चाहिँ हामीले त प्रन्ता दिदीहरूलाई भेट्यो है प्रन्ता दिदीहरू रिल्स बनाउनु हुँदै थियो रिल्सको प्र्याक्टिस हुँदैछ है एमजी मार्गको बिचमा यो प्रन्ता दिदी खतरा छ स्टेप